नमस्कार, मोहनवाणी युट्युब च्यानलमा यहाँलाई हार्दिक स्वागत छ। आदरणीय दर्शक महानुभाव, आज हामी राजनैतिक परिवेशमा केही चर्चा परिचर्चा गर्छौँ। पूर्व प्रधानमन्त्री शेरबहादुर देउबा विरुद्ध पक्राउ पूर्जी, देउबा दम्पति गिरफ्तारीका लागि के तयार होलान् त? यस सन्दर्भमा केही सन्दर्भ राख्ने प्रयत्न गर्नेछु। पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखक पक्राउपछि पूर्व प्रधानमन्त्री शेरबहादुर देउबा र उनकी पत्नी आरजु राणा देउबाको पक्राउ पूर्जी जारी गरिनुलाई कसरी हेर्दै हुनुहुन्छ? के देउबा दम्पतिलाई बालेन सरकारले पक्राउ गर्न सक्छ या सक्दैनन्? यसमा कूटनीतिक अन्तर्देशीय सम्बन्धले ठूलो महत्त्व राख्न सक्छ। देशमा पक्राउ पूर्जी जारी गरिए पनि देउबा दम्पति हाल उपचारको बहानामा देश बाहिर सिङ्गापुर, हङकङ क्षेत्रमा बसिरहेका छन्। देश बाहिर रहेका देउबा दम्पति विरुद्ध पक्राउ पूर्जी जारी गरिनुलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा कसरी तालमेल गर्ने त? के देउबा दम्पति आफै गिरफ्तारीका लागि तयार होलान् त? त्यसो नभए बालेन सरकारले अन्तर्देशीय कूटनीतिक सम्बन्ध मार्फत इन्टरपोलको सहायता के प्राप्त गर्न सक्लान् या सक्दैनन्? यस किसिमका गम्भीर विषयवस्तुहरू बाहिरिएका छन्। दशकौंदेखि सीमित राजनीतिक दल र तिनका शीर्ष नेतृत्वहरूले घुमीफिरी वरिपरि सत्ताको चक्रलाई जेनजेड आन्दोलनले तोडिदिएका छन्। त्यसपछिको निर्वाचनले पूर्णतः विस्थापित गरिदिएको छ। यस सन्दर्भमा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। त्यसैगरी पूर्व प्रधानमन्त्री शेरबहादुर देउबा र उनका पत्नी आरजु राणा देउबा विरुद्ध जारी गरिएको पक्राउ पूर्जीले देशमा एउटा नयाँ तरङ्ग पैदा गरेको छ। एकातिर यो कदमलाई विधिको शासन र भ्रष्टाचार विरोधी अभियानको रूपमा हेरिएको छ भने अर्कोतर्फ यसले निम्त्याउन सक्ने सम्भावित राजनीतिक अस्थिरताप्रति पनि गम्भीर चिन्ता व्यक्त गरिएको छ। 2082 असोज 23 र 24 भएको युवाको आन्दोलन, जसलाई जेनजेड विरुद्धको रूपमा चिनिन्छ, नेपालको इतिहासमा एउटा रक्तपातपूर्ण तर परिवर्तनकारी घटनाको रूपमा यसलाई हेरिएको छ। आन्दोलनका क्रममा भएको सरकारी दमन र 76 जना निर्दोष नागरिकले ज्यान गुमाएको घटनाको छानबिन गर्न गठित गौरीबहादुर कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने क्रममा हालै 2082 चैत्र 15 गते पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेको थियो। तर उक्त पक्राउको घटनालाई नेकपा एमाले जनले प्रतिशोधपूर्ण पक्राउ भएको जनाएको छ भने सर्वसाधारणले उक्त पक्राउलाई बालेन सरकारको स्वागत योग्य कदम भएको बताइरहेका छन्। यो पक्राउ केवल 2 व्यक्तिको गिरफ्तारी मात्र पक्कै पनि होइन, बरु नेपालको परम्परागत राजनीतिक शक्ति संरचनामाथि गरिएको ठूलो प्रहारको रूपमा यसलाई लिन सकिन्छ। ज्यान मुद्दा र मानवीय अधिकार उल्लङ्घन जस्ता गम्भीर आरोपमा पूर्व प्रधानमन्त्री स्तरको व्यक्ति पक्राउ पर्नुले कोही पनि कानुनभन्दा माथि छैन भन्ने सन्देश दिएको छ। तर यसले नेकपा एमाले र नेपाली काङ्ग्रेस जस्ता ठूला दलहरूका कार्यकर्तामा तीव्र असन्तोष र आक्रोश पनि पैदा गरेको छ। बालेन सरकारको नेतृत्वमा बनेको नयाँ सरकारले सुशासनलाई आफ्नो मुख्य एजेन्डा बनाएको देखिन्छ। यसै सिलसिलामा सम्पत्ति शुद्धिकरणको मुद्दामा अनुसन्धान तीव्र बनाइएको छ। 2082 भदौ 24 नेताहरूको निवासमा भएको आगजनी र तोडफोडका क्रममा भेटिएका जलिएका नोटका टुक्राहरूको फरेन्सिक जाँचले ती सक्कली भएको पुष्टि गरेपछि अनुसन्धानको सुई पूर्व प्रधानमन्त्री शेरबहादुर देउबा र आरजु राणा देउबातिर सोझिएको हो। देउबा दम्पति हाल उपचारको बहानामा देश बाहिर रहेको अवस्थामा उनीहरू विरुद्ध पक्राउ पूर्जी जारी गरिनुले नेपाली राजनीतिमा थप उत्सुकता पैदा गरेको पक्कै पनि हो। आरजु राणा देउबा विरुद्धका भ्रष्टाचारका पुराना फाइलहरू र हालको सम्पत्ति शुद्धिकरणको मुद्दाले बालेन सरकार कडा रूपमा प्रस्तुत हुन खोजेको प्रष्ट देखिन्छ। यसले पुराना राजनीतिक शक्तिहरूलाई पूर्णतः शासकीय सत्ताको रजाईमाथिको लगाम लगाउने तयारी गरेको पनि देखिन्छ।
नेपाली जनतामा राजनीतिक नेतृत्वप्रति लामो समयदेखिको अविश्वास रहँदै आएको थियो। भुटानी शरणार्थी प्रकरण, ललिता निवास काण्ड र पछिल्लो धेरै काण्डहरूसँगै सहकारी ठगी प्रकरणले जनतामा सबै नेताहरू यस्तै त हुन् भन्ने धारणालाई बलियो बनाएको देखिन्छ। नेतृत्वको नैतिक सङ्कट जब पूर्व प्रधानमन्त्रीहरू नै गम्भीर फौजदारी र भ्रष्टाचार मुद्दामा मुछिन्छन् तब आम नागरिकमा राज्यका संस्थाहरूप्रति नै अनास्था पैदा हुनु स्वाभाविक हो। हिजोको दिनहरूमा पनि धेरै नेताहरूलाई भ्रष्टाचारको आरोप लाग्ने गरेको थियो, तर अन्त्यमा उनीहरूले क्लिन चिट पाएका उदाहरणहरू प्रशस्तै छन्। त्यसैले अहिलेको शेरबहादुरको पक्राउ पूर्ति पनि कतै स्टन्ट मात्रै त हुने त होइन भन्ने आशंका सर्वसाधारणमा जीवितै छ। कुनै पनि देशको स्थिरताका लागि राजनीतिक शक्तिहरू बीचको सन्तुलन पनि त्यत्तिकै आवश्यकता हुन्छ। शीर्ष नेताहरू जेल पर्दा वा फरार रहँदा संसदको काम कारबाही प्रभावित हुन सक्छ। यसले नीति निर्माण र बजेट कार्यान्वयनमा बाधा ल्याउन सक्छ। सडक आन्दोलनको जोखिम एमाले र काङ्ग्रेस जस्ता पुराना र साङ्गठनिक रूपमा बलिया दलहरूले आफ्ना नेताको बचाउमा सडक प्रदर्शन गर्दा देश फेरि मुठभेडतर्फ जान सक्ने खतरा पनि उत्तिकै छ। लगानीकर्ताको मनोबल, राजनीतिक अस्थिरताले गर्दा वैदेशिक र स्वदेशी लगानीकर्ताहरू डराउन सक्ने सम्भावना छ, जसले देशको अर्थतन्त्रमा नकारात्मक असर पार्न सक्छ। यद्यपि बालेन सरकारले यी मुद्दाहरूलाई निष्पक्ष, पारदर्शी र प्रमाणित बनाएर प्रमाणको आधारमा तार्किक निष्कर्षमा पुर्याउन सक्यो भने नेपालमा वास्तविक सुशासनको सुरुवात हुनेछ। तर यदि यो प्रक्रिया केवल राजनीतिक प्रतिस्पर्धीलाई कमजोर बनाउने हतियारको रूपमा मात्र प्रयोग गर्यो भने यसले देशलाई थप सङ्कट र अन्धकारतर्फ धकेल्ने निश्चित छ। अपराधीले सजाय पाउनुपर्छ, पक्कै पनि यसमा दुई मत छैन, तर त्यसको नाममा विधिको शासनले धरापमा पार्नु भने हुँदैन। पुराना नेतृत्वले आफ्नो गल्ती स्वीकार गरी अनुसन्धानलाई सहयोग गर्नु र नयाँ नेतृत्वले प्रतिशोधभन्दा माथि उठेर न्यायिक कार्य सम्पादन गर्नु आजको आवश्यकता बन्न पुगेको छ। यहाँहरूले यतिन्जेल कार्यक्रम सुनेर सहयोग गरिदिनु भएकोमा यहाँहरू सम्पूर्णलाई धन्यवाद।